माइला ज्वाइँ के हो यसरी त ससुराली बसेर रास 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 यो के हो यो चुली के हो आ त कोदोको पिठोको ढेउडा खान थालेछ त माइला ज्वाइँ त अनि यसरी त सकिँदैन त ससुराली त -0 मा झरिसक्यो त के हो पारा उता छोरी सुत्केरी छ थापाथली हस्पिटलमा हेर्नु जान्छ होला भनेर टन्ना खुवाएर पठाएको त गएछ राति नाच्न ठमेलतिर डिस्कोतिर आइटम डान्स हान्दै हुनुहुन्थ्यो होला त आइटम केटीहरूसँग के हो पारा गनमान तरिका यही हो ढेँडो मिठो छ कि छैन मिठो छ कस्तो छ तिमुरको अचार दामी छ खाना चाहिँ सकेका हुन् ल यसरी त सकिँदैन यो छेत्रीलाई नै ल्याएर राख्नुपर्छ ल म त भोलि नै रमना दिन्छु यो लिम्बू जान्छ आफ्नै घरतिर जाने है इलामतिर फाकफोकथुमतिर हुँदैन यसरी त छिटछिटो निल्नु त तातो ढेँडो चिसो भयो भने निल्नु सक्दैन खुलुट निल्ने कुखुराले मकैको दाना निले जस्तो स्लिप मिठो सक्छ छैन मिठो छ के हो यो अनि मासु पनि 2-3 किलो नै छ कि के हो यो थालभरि राम अलि छिटछिटो निल्ने ढिलो भयो त्यो लसुन पनि बयाममा टोक्नु नि जाडोमा यस्तो तातो बनाएर दिने ससुराली कहाँ पाउँछ अलि छिटछिटो अलि ढेँडो तिमुरको अचार चोक्नु नि राम कसरी पाल्ने हो नि ससुरालीलाई त 0 मा झारो ल्याऊ 0 मा झारो 0 मै झारो के गर्ने नि राम हेर अड्केर अलि ढिलो के अरे मर